पानी पर्यो असिना झर्यो हाहा साथीहरु पानी परिरहेछ है यहाँ चाहिँ यहाँ चाहिँ मौरीको गुट हाम्रो चाहिँ आपाले यसरी मौरीको गुट एउटा मौरीको घर 2 घर 3 घर अनि पर पनि रहेछ 4 घर अनि यसरी बनाएर रहेछ आमा तलसम्म पनि रहेछ हो के हो मौरीको त अम्बा यसपालि त अम्बा पनि राम्रोसँग फलेन छ अम्बा अम्बा बेलौती हाम्रो चाहिँ अम्बा भन्छ है साथीहरु यहाँ चाहिँ अम्बा टिम्बुरको बोट सुन्तलाको बोट यसपालि सुन्तला पनि फलेन छ केराको बोट इस्कुसको झ्याङै झ्याङ चाहिँ यतातिर केरा पाकेको छ भन्थ्यो है तर कतातिर पो छ त हो केराको झ्याङ म त देख्दै देखेन छैन भाइ ल अम्बा साथीहरु अम्बा यस्तो टिप्न नसकेको वाउ हु अम्बा हरियो न हरियो रहेछ यो पनि टिप्दे साथीहरु मैले त केरा त देख्दैन यार भित्र चाहिँ रहेछ केरा देख्दैन अन्त पानी परेर यस्तो भएको छ साथीहरु तबतिर पानी परिसकेको छैन हाम्रोतिर त पुरै लगातार पानी परिरहेको छ हाम्रो बाइक चाहिँ खट्टा चाहिँ राखेको छ यो चाहिँ हाम्रो आपाको घर भयो अनि यता चाहिँ काकाको घर ट्र्याक्टर हाम्रो बाइक चाहिँ यहाँ छ साथीहरु हामी चाहिँ यो बाइकमा आएको धेरै गाह्रो बल्ल बल्ल लागेको साथीहरु माथि चाहिँ हाम्रो धारो छ अनि यहाँ पनि रहेछ धारो चाहिँ काकाको घर साथीहरु यस्तो भएको छ नि ल पानी बेसरै परिरहेको यसरी हिँडिरहेको छु अनि साथीहरु हाम्रो चाहिँ यहाँनिर टक्क जहिले पनि दसैँ चाडबाड आउँदाखेरि भैँसीले चाहिँ यहाँ काट्ने गर्नुहुन्छ भैँसीले चाहिँ यहाँ काट्छन् अनि टक्क यहाँ मासुहरू बारेर मासु काट्ने ठाउँ अस्ति भर्खर चाहिँ यहाँ भैँसी काटेको साथीहरु ल तनाव छ साथीहरु त हाम्रोतिर तनाव छ तपाईहरुतिर कस्तो छ मैले अघि देखेको थिएन गाई छैन बाबाले त कहाँबाट निकाल्नु भएछ आमा पाकेको छैन नि बाबा आमा नि त साथीहरु केरा हेर्नु न केरा मैले अघि एक केरा हेर्न आएको देखेन अनि फर्केर गएको थियो फेरि आपा आउनु भएर अनि काट्नु भएछ के साथीहरु हेर्नु न केरा पाके चाहिँ 1 दर्जन हाफ दर्जन जति त त्यो चाहिँ के मौरीको उयो छैन गुट कतिवटा छ घर
ए अनि म चाहिँ कहिले त्यो देख्दा देख्दै कहाँ तलतिर नि रहेछ बक्सा पनि कति राम्रो हो नि घरको उसको घर त ल साथीहरू अब म चाहिँ कोठा घरमा लाग्दैछु यो कोठा भनिछु म त घरमा लाग्दैछु कस्तो राम्रो छ यो म हिँड्न सक्दिनँ अब यहाँ चाहिँ अफ गरेर उताबाट देखाउने छु अनि साथीहरू यहाँ चाहिँ मौरीको घर है यो चाहिँ मेरो बाबाले चाहिँ यसरी मौरीको घर यसरी बनाएर राख्नुहुन्छ टन्नै छ एक घर दुई घर तीन घर चार घर पाँच टन्नै छ यहाँ तलतिर माथि सबै यहाँ तलतिर नि छ यहाँ अन्त म चाहिँ केरा बोक्दैछु यहाँ केरा ल केरा आयो केरा केरा बाबालाई काट्नु भएछ अनि अन्त म भिडियो खिच्दै आएको क्या यी बोक्दै आयो केरा यहाँ न केरा ल न त खोइ त यहाँ समाउनु त मेरो हात दुख्यो यो समाउ न बाबाले काटिदिएको लाउनु न समाउ न हात दुख्यो यो रे यो त्यसले देखाएकै चाहियो रे हल्दियो सुने त त्यो पानीले चाहिँ पखाल्न एकपटक यो एक लट बाहिरको बोक्रा हो नि बाहिरको बोक्रा भन्दा पनि यो तास्दा लाग्दो रहेछ क्या मैले मलाई केरा पखाल्दैछ अब केरा किन पखाल्नु बोर्डबाट भर्खर टिभीले हो छ्या मुतेको ठाउँमा नि भयो भयो बाबालाई दिनु नि त्यो पाकेको छैन पखालिसक्यो तिमीहरूलाई केरा छैन हेर्न गाउँको केरा भन्छ यिनीहरूले यस्तो लुसालुस गाउँको केरा भन्छ लुसालुस हुन्छ काठमाडौँको केरा कहाँ खान्छ यिनीहरूले पाके छ भित्र त्यसको चाहिँ पाकेको होला अरू त पाकेको छ पाकेको छैन यो त साथीहरू मेरो केरा मिठो छैन तरकारी पाकेको छ कुखुराको मासु यहाँ पकाएको ए दामी छट्किरा रहेछ बनाना खाएर खाऊ कतिमा खाऊ बनाना